नमस्कार साथीहरू, तपाईँले कहिले सोच्नुभएको छ यदि तपाईँ बारम्बार असफल हुनुभयो, यदि तपाईँलाई कसैले नकामको ठान्यो, यदि तपाईँ इन्टरभ्यूमा 10 पटक फेल हुनुभयो, के तपाईँको जिन्दगी सकिन्छ? आजको कथा त्यही मान्छेको हो जसलाई स्कुलले असफल भन्यो, कम्पनीहरूले रिजेक्ट गर्यो, सरकारले नकारिदियो, तर अन्तत दुनियाँले सलाम गर्यो उनलाई। विश्वको टप 20 धनाढ्य व्यक्तिहरूको लिस्टमा आफ्नो नाम बनाउन सफल भए। हो, आजको कथा हो ज्याक माको। आज म तपाईँहरूलाई ज्याक माको वास्तविक जीवनी सुनाउँदैछु। यदि यो भिडियो तपाईँहरूले स्किप नगरे अन्तिमसम्म हेर्नुभयो भने तपाईँको जिन्दगीलाई हेर्ने नजरिया नै अलग हुनेछ। ज्याक माको जन्म 1964मा चीनको ह्याङ्जौ नामको सानो सहरमा भएको थियो। परिवार सामान्य, पैसा पनि धेरै थिएन, घरमा सुविधाहरू पनि थिएन, तर एउटा कुरा थियो, सपना देख्ने बानी। सानै उमेरदेखि ज्याकमा अरू बच्चा जस्तो थिएनन्। उनी कमजोर विद्यार्थी थिए, गणितमा पनि अत्यन्त कमजोर। स्कुलका शिक्षकहरू भन्थे यो केटाबाट केही हुँदैन, तर ज्याकमा हार मान्ने खालका थिएनन्। दिमाग अति कमजोर थियो, तर पनि उनीभित्रको साहस र केही गर्छु भन्ने मनोबल पनि हमेसा उच्च थियो। इङ्ग्लिस सिक्ने अनौठो सङ्घर्ष उनको अजिब खालको थियो। चीनमा इङ्ग्लिस बोल्ने मान्छे अत्यन्त कम थिए, तर ज्याकमालाई इङ्ग्लिस सिक्ने भोग यस्तो थियो, उनी हरेक बिहान 5 बजे उठेर साइकल चलाउँदै होटल पुग्थे, किनकि त्यहाँ हुन्थे विदेशी टुरिस्टहरू। विदेशी टुरिस्टलाई फ्री गाइड गर्थे उनी, यानकि बिना पैसा लिए उनी चाइनाको विभिन्न ठाउँहरू घुमाइदिन्थे र उनी इङ्ग्लिसमा कुरा गर्न कोसिस गर्थे, आफूलाई जति आउँछ त्यति। 9 वर्षसम्म बिना थकान, बिना पैसा। यो नै ज्याकमाको पहिलो डिसिप्लिन थियो। एजुकेसनमा फेल थिए उनी। ज्याकमाले कलेज इन्ट्रान्स इक्जाम दिएको पनि 3 पटकमा बल्ल तेस्रो पटकमा पास गरेका थिए। पहिलो पटक फेल, दोस्रो पटक फेल। युनिभर्सिटी पुग्दा पनि उनी सबैभन्दा कमजोर विद्यार्थी थिए। तर याद राख्नुहोस्, फेल हुनु कमजोरी होइन, हार मान्नु चाहिँ कमजोरी हो। ग्रेजुएट पछि ज्याकमाले जब खोज्न निस्किए। 30 भन्दा बढी ठाउँमा एप्लाई गरे, तर कतै पनि उनी सेलेक्ट हुन सकेनन्। केएफसीमा 24 जनाको लागि इन्टरभ्यू खुलेको थियो। त्यसमा 24 जनाले इन्टरभ्यू दिने क्रममा बाँकी 23 जना सेलेक्ट भए, 1 जना मात्र रिजेक्ट भए। त्यो थियो ज्याकमा। पुलिस जबमा पनि उनले एप्लाई गरे, त्यहाँ पनि उनलाई भनियो कि तिमी योग्य छैनौ। होटेल, अफिस, कम्पनी सबैले एउटै कुरा भने, हरेकचोटि नो नो। ज्याकमा पछि सम्झिन्छन्, त्यो समयमा आफूलाई बेकार ठान्थे। कतैबाट पनि जागिर हात नलागेपछि उनले विवश भएर एउटा व्यवसायतिर हात हाल्ने निर्णय गरे र उनले फर्स्ट बिजनेसको रूपमा सुरु गरे चाइनाको येल्लो पेज। यानकि इन्टरनेट नयाँ थियो, मानिसलाई विश्वास थिएन, यसमा पनि उनको पैसा गयो, फेलियर नै भयो। तर ज्याकमाले एक कुरा भने बुझे, इन्टरनेट भविष्य हो। त्यही पहिलो बिजनेसको असफलता सँगसँगै जन्मियो अलिबाबा। 1979 सालमा ज्याकमाले आफ्ना 18 जना साथीहरू घरमा बोलाए। कुनै ठुलो अफिस थिएन, कुनै इन्भेस्टर थिएन, कुनै ग्यारेन्टी पनि थिएन, तर एउटा कुरा थियो, भिजन। ज्याकमाले भने हामी साना व्यापारीलाई ठुलो बनाउनेछौँ। ज्याकमा सिलिकन भ्याली पुगे, इन्भेस्टरलाई आइडिया सुनाए, 38 पटक प्रेजेन्टेसन दिए, 37 पटकसम्म उनलाई नो 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 भने, तर उनले थक्कै मानेनन्। उनले हरेस पनि खाएनन्, तर 38औं पटकमा यस। सफ्ट ब्याङ्कले विश्वास गर्यो। ज्याकमाले पहिलो ठुलो मौका पाए। त्यसपछि उनले कहिले पछाडि फर्केर हेर्नु परेन। सफलता रकेटको गतिमा अगाडि बढ्यो। आज अलिबाबा $1 ट्रिलियन इम्पायर। ज्याकमा वर्ल्डको मोस्ट इन्फ्लुएन्सियल लिडर। लाखौँ साना व्यापारीको जीवन बदले उनले। तर ज्याकमा भन्छन्, मेरो सफलता ट्यालेन्टले होइन, मेरो फेलियरले बनायो। यानकि सफलता असफलताले नै बनायो। यदि आज तपाईँ फेल हुँदै हुनुहुन्छ, रिजेक्सन खाइरहनु भएको छ, आफूलाई युजलेस ठान्दै हुनुहुन्छ, यो कथा तपाईँको लागि हो। ज्याकमा असफल हुँदा पनि अघि बढे, तपाईँ किन रोकिनु? याद राख्नुहोस्, यदि तपाईँ हार मान्नुभयो भने त्यो नै तपाईँको असली फेलर हुनेछ। आज तपाईँलाई कसैले विश्वास नगर्ला, तर भोलि
तपाईँको कहानीले दुनियाँलाई प्रेरणा दिनेछ। यदि यो कथाले तपाईँको मन छोयो भने भिडियोलाई लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो स्ट्रगल लेख्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस्, किनकि अर्को कथा तपाईँ जस्तै कसैको हुनसक्छ।